म चाहिँ गाउँ जान लागेको थिएँ ट्याक्क होइन। यान्थुमको गाउँमा चाहिँ एकजना दिदीले पसल थाप्नुहुन्छ क्या। त्यो पसल चाहिँ हिजो चाहिँ टक्क शनिबारको दिन चाहिँ पसल बन्द थियो होइन। अनि हिजो आएर चाहिँ यो पुरै काराकुरुक भाँदिन्छन् क्या। अहिले भर्खर दिदीले यो जोडेछन् होइन। यो काराकुरुक यो सामान राख्नै नमिल्ने गरी भाँदैछन् क्या। यो काराकुरुक भाँदैछन् होइन। किनकि अब यहाँ गरी खानालाई चाहिँ दिनु पर्यो। अब यहाँ तपाईँहरू जो आयो नि यता बस्यो नि यता ठाउँतिर बस्नु होला, राम्रो भ्यू हेर्नु होला। तर यसरी अर्को गरी खाने भाडो चाहिँ नबिगारिदिनु होला। जसले पनि बिगारिदिनु भएको छ होइन। उहाँहरूले चाहिँ अब आएर बनाइदिनु पर्ने त हो। तर यस्तो काम नगर्नु होला। जाँड खाए नि जे खाए पनि अरूको गरी खाने भाडोलाई नबिगारिदिनु होला है त। आउनुहोस्, राम्रो ठाउँ छ, मजा लिनुहोस्। तर अरूको गरी खाने भाडो चाहिँ नतोडिदिनुहोस्। दिदी के भन्न चाहनुहुन्छ? यस्तो गर्ने यो सार्वजनिक भन्दा यस्तो हेला गर्न पाइँदैन। मैले दुःख गरेर गरी खाएको ठाउँमा आएर बस्नु खानु, तर यो पसल चाहिँ यो बिगार्नु हुँदैन। बिगाऱ्यो भने चाहिँ यो जति नराम्रो केही पनि हुँदैन। र यो बिगार्नेलाई म सराप चुपानी मर्नी गरेर अर्काले गरी खाएको ठाउँमा यति पसलमा चाहिँ नचलाएर यता वरपर यत्रो ठाउँ छ, चौर छ, यता बसेर खाए भइहाल्छ नि। मैले गरी खाएको ठाउँमा यस्तो दुःख गरेर ज्यामी अरूलाई लाएर यस्तो बनाएको पसल सबै बिगारेर जम्मै भाट्याएर छ। हिजो शनिबार हिजो पसल बन्द थियो। बन्द भयो भन्दामा यस्तो हेरसेक्राइ त गर्न पाइँदैन नि त नि। हो ल, त्यसमा यस्तो गर्नुहुन्न। वरिपरि यहाँ फोहोर पनि गर्नुभएको छ होइन। तपाईँहरू जताबाट आउनुहुन्छ, खाजा खानुहुन्छ, खाना खानुहुन्छ नि, यो फोहोरलाई चाहिँ जथाभावी नफाल्नु होला। किनकि यो ठाउँ सफा राख्ने चाहिँ तपाईँहरू घुम्न आउनु, जति टाढाबाट आयो नि नजिकबाट आयो नि घुम्न आएको मान्छेहरूले नै आफूले खाएको सामानहरू चाहिँ डस्टबिनतिर राख्नु होला। डस्टबिन नभए ब्यागमा हालेर डस्टबिनमा पुर्याउनु होला। जताभावी फोहोर नगरिदिनु होला। यस्तो काम चाहिँ गर्नेलाई चाहिँ एकदम सरकारले कारबाही गर्नुपर्ने हो। तर नेपाल हो, नेपालमा कारबाही हुँदैन। यस्तो काम नगर्नु होला। अनि सरसफाइ वरपर आफूले राख्ने हो। आफूले सफा गर्न सक्नुहुन्न भने फोहोर पनि नगरिदिनु होला। धन्यवाद। यो भिडियोलाई सक्दो सेयर गर्नुहोस्। अनि यो भिडियो चाहिँ त्यो मान्छेहरूसँग पुर्याइदिनुहोस् कि जसले यस्तो नराम्रो काम गरिरहेछ। ओके, धन्यवाद।